नमस्कार साथीहरू, ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा सोधिने महत्त्वपूर्ण 100वटा प्रश्नहरू लिएर आएको छु। कृपया ध्यान दिएर अन्तिमसम्म हेर्नुहोला र तपाईले यदि लिखित परीक्षा दिँदै हुनुहुन्छ भने तपाईलाई एकदमै काम लाग्नेछ। जस्तै देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मैले यो प्रश्नहरू कहाँबाट लिएर आएको छु भन्ने कुरा यहाँनिर म तपाईलाई देखाउन चाहन्छु। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग भन्ने छ। यसले चाहिँ यातायात व्यवस्था विभागले निकालेका प्रश्नहरूबाट मात्रै आउँछ, बाहिरका प्रश्नहरू आउँदैनन् तपाईलाई एक्जाममा। त्यसैले यो यातायात व्यवस्था विभागले निकालेका प्रश्नहरू मात्रै पढ्नुपर्ने हुन्छ। यदि तपाईले युट्युबमा तपाईले अरू प्रश्नहरू पढिरहनु भएको छ भने ती प्रश्नहरू आउँदैनन् है त। तपाईले यी प्रश्नहरू तपाईले पढ्नुपर्ने रहेको छ। हेर्न सक्छ विषय सूचीमा हेरौँ कुन कुनबाट आउँछ भन्ने कुरा यहाँ दिएको छ। सवारी सञ्चालन सम्बन्धी ज्ञान, सवारी सञ्चालन सम्बन्धीबाट आउँछ। सवारी ऐन नियमहरूबाट आउँछ, सवारीको ऐन नियमहरू के कस्तो रहेको छ भन्ने कुराबाट आउँछ। सवारी साधनको प्राविधिक र यान्त्रिक ज्ञान भने इन्जिनहरू के कस्तो रहेको छ तपाईले यसको बारेमा इन्जिनहरूको बारेमा पनि आउँछ प्रश्नहरू। वातावरण प्रदूषण सम्बन्धी अवधारणात्मक ज्ञान भनेको छ र तपाईले सवारीबाट कस्तो प्रदूषण हुन्छ, के प्रदूषण हुन्छ भन्ने कुराको यसबाट आउने गर्दछ। दुर्घटना सचेतना सम्बन्धी ज्ञानबाट आउने गर्दछ। दुर्घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हुन्छ र यसबाट आउँछ। ट्राफिक सङ्केतहरूबाट आउँछ है। ट्राफिक सङ्केतहरू चिन्हहरू हुन्छ नि, त्यो चिन्हहरू पनि सोधिने गरिन्छ र तपाईले चाहिँ यी प्रश्नहरूबाट र कार्यालयहरूलाई निर्देशन भनेको चाहिँ यीबाट आउँछ भनेको छ र यसरी चाहिँ तपाईलाई एक्जाममा सोध्ने हो। र योभन्दा बाहिरका प्रश्नहरू पढ्दै हुनुहुन्छ भने तपाईले ती प्रश्नहरू आउँदैनन्, तपाईले यी प्रश्नहरू पढ्नुपर्ने हुन्छ है त। जस्तै म अब आज 100वटा प्रश्नहरू चाहिँ तपाईलाई देखाउने छु। जस्तै हेर्न सक्नुहुन्छ माथि नै लेखिदिएको छ, के लेखेको छ भनेपछि नेपाल सरकार, हेर्न सक्नुहुन्छ यहाँनिर नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग भनेको छ है त। माथि नै दिएको छ यी प्रश्नहरू आउँछन् भनेर। वर्ग ए र वर्ग ए क र टी के सवारी चालक अनुमति पत्रको लागि लिखित परीक्षाका प्रश्नहरू नि है। लिखित परीक्षाका प्रश्नहरू तपाईलाई चाहिँ सोधिने प्रश्नहरू सवारी सञ्चालन सम्बन्धी ज्ञानबाट यहाँनिर रहेको छ। हेर्न सक्नुहुन्छ तपाईले यदि मोटरसाइकल स्कुटरको निकाल्दै हुनुहुन्छ भने तपाईले यी प्रश्नहरू चाहिँ पढ्नुपर्ने हुन्छ। यदि कार बस डेलिभरी भ्यानको निकाल्न चाहनुहुन्छ भने मैले डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु भिडियोको, मैले यस च्यानलमा अपलोड गरिसकेको छु, तपाईले हेर्न सक्नुहुन्छ गएर है त। अब हेरौँ यहाँनिर प्रश्न नम्बर 1 रहेको छ। जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ भनेको छ। अप्सन ए उभिन, अप्सन बी पैदल यात्रीले बाटो काट्न, अप्सन सी गाडी रोक्न, अप्सन डी गाडी कुदाउन। यसको सही एन्सर हुन्छ अप्सन ख पैदल यात्रीले बाटो काट्न। जेब्रा क्रसिङको लागि पैदल यात्रीले बाटो काट्न जेब्रा क्रसिङ बनाइएको हुन्छ। क्वेसन नम्बर 2, बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनुपर्छ? 1 गियरमा, 2 गियरमा, 3 गियरमा, 4 गियरमा है। उकालोमा चलाउँदाखेरि कुन गियरमा चलाउनुपर्छ भनेको छ। तपाईलाई एकदम सजिलो क्वेसन, यसको सही एन्सर रहेको छ अप्सन क 1 गियरमा। अर्को क्वेसन नम्बर 3, ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ भनेको छ। ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ भनेको छ। बायाँ साइडबाट, दायाँ साइडबाट, दुवै साइडबाट, माथिका त सबै। यसको सही एन्सर हुन्छ अप्सन ख दायाँ साइडबाट गर्नुपर्छ ओभरटेक गर्दा जहिले पनि। त्यसैगरी निम्नमध्ये 4 नम्बरमा निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो भनेको छ है। हिफाजतका साथ सवारी चलाउने, ट्राफिक नियम पालन गर्ने, निषेधित कार्य नगर्ने, माथिका सबै। यसको सही एन्सर हुन्छ अप्सन घ माथिका सबै। निम्नमध्ये सवारी चालकको कर्तव्य भनेको कर्तव्य के हुन्छ, काम कर्तव्य हैन के हुन्छ भन्ने कुरा रहेको छ र यो माथिका सबै हुन्छ है त। सबै नियम रुलहरू फलो गर्नुपर्ने हुन्छ। त्यसैगरी 5 नम्बरमा गएमा गुडिरहेको मोटरसाइकललाई 81 रोक्नु पर्यो भने के गर्नुपर्छ? दुवै ब्रेक एकै पटक थिच्ने, पछाडिको ब्रेक बेसरी थिच्ने, इन्जिन अफ गर्ने, गियर डाउन गर्ने। यसको सही एन्सर हुन्छ अप्सन क दुवै ब्रेकलाई एकै पटक थिच्ने है। यो भनेको तपाईले चाहिँ गुडिरहेको मोटरसाइकललाई 81 रोक्नु पर्यो, इमर्जेन्सी रूपमा रोक्नु पर्यो भने के गर्नुपर्छ भनेर सोधेको हो। यसको एन्सर हुन्छ दुवै ब्रेकलाई थिचेपछि मजाले चाहिँ रोकिन्छ। अर्को प्रश्न हेरौँ 6 नम्बर, मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो? यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। यसको सही एन्सर हुन्छ अप्सन ग यातायात व्यवस्था विभागमा तपाईले मोटरसाइकल दर्ता गर्नुपर्ने हुन्छ है। यातायात व्यवस्था विभाग कार्यालय, यातायात व्यवस्था विभाग कार्यालय ग एन्सर हुन्छ। त्यसैगरी अर्को रहेको छ, हेर्न सक्नुहुन्छ यहाँ 7 नम्बर रहेको छ। इम्पोस्ट नम्बर प्लेटको बिग्रेमा के गर्नुपर्छ? वर्कसप गई फेर्ने, बिग्रेको मर्मत गरी आफैले फेर्ने, यातायात व्यवस्था कार्यालयमा निवेदन दिने, माथिका सबै। यसको सही एन्सर हुन्छ अप्सन ग यातायात व्यवस्था कार्यालयमा निवेदन दिने। तपाईले आफैले फेर्न मिल्दैन है। इम्पोस्ट नम्बर प्लेट यदि बिग्रेको छ भने आफैले फेर्न मिल्दैन, यातायात व्यवस्था विभागमा जानकारी गराएर मात्रै फेर्न मिल्छ। 8 नम्बरमा गएमा इम्पोस्ट नम्बर प्लेट भनेको के हो? प्लेटमा इनामले लेखिएको, प्लेटमा खाल्डो पारी अक्षर र अङ्कले लेखिएको, त्यसैगरी
प्लेटमा उठाएर अङ्क र अक्षरले लेखेको माथिका कुनै पनि होइनन्। यसको सही आन्सर हुन्छ अप्सन ग, प्लेटमा उठाएर अक्षर र अङ्कले लेखेको है। प्लेटमा उठाएर अक्षर र अङ्कले लेखेको हुन्छ त्यसलाई इम्बोस्ड नम्बर प्लेट भन्छ। त्यसैगरी 9 नम्बरमा रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो? हेडलाइट, साइड लाइट, पार्किङ लाइट, इमर्जेन्सी लाइट। यसको सही आन्सर हुन्छ अप्सन ग, पार्किङ लाइट है, पार्किङ लाइट। 10 नम्बर सवारी चालक अनुमति पत्र लिन कस्तो फारम भर्नुपर्छ? हस्तलिखित फारम, अनलाइन फारम, क र ख दुवै, निश्चित नियम छैन। यसको सही आन्सर हुन्छ अप्सन ख, अनलाइन फारम है। आजभोलि अनलाइन फारम भर्ने रहेको छ, पहिला चाहिँ लिखित हुन्थ्यो, अलि पहिला, अब चाहिँ अनलाइन फारम भरिन्छ है त। यदि अनलाइन फारम भर्न चाहनुहुन्छ भने तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, म अनलाइन फारम पनि तपाईँको भरिदिनेछु। व्हाट्सएप नम्बर दिएको छु मैले माथि, हेर्न सक्नुहुन्छ है त। अब त्यसपछि अर्को नम्बरमा जाउँ। 11 निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो? गाडी भाडा उठाउने, सडक सफाई गर्ने, कन्डिसन चेक गरेर गाडी चलाउने, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन ग, कन्डिसन चेक गरेर गाडी चलाउने है, सवारी चालकको कर्तव्य। सवारी चालक भनेको ड्राइभर। त्यसपछि अर्को प्रश्न 12 ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो? लाइसेन्स फारम भर्न सहयोग गर्ने, लाइसेन्स फारम दर्ता गराइदिने, ट्रायल परीक्षामा सिकाउने, सवारी चलाउन प्रशिक्षण दिने। यसको सही आन्सर रहेको छ अप्सन घ, सवारी चलाउन प्रशिक्षण दिने है। सवारी चलाउन प्रशिक्षण दिने मात्रै हो, अरू काम गर्दैन ड्राइभिङ प्रशिक्षण केन्द्रले। त्यसपछि अर्को रहेको छ कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन? मादक पदार्थ सेवन गरेको अवस्थामा, कलर छुटाउन नसक्ने अवस्थामा, क र ख दुवै, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन ग, क र ख दुवै। मादक पदार्थ भनेको रक्सी जाट खानुभएको छ भने चलाउन मिलेन, कलर छुट्याउन नसक्ने भनेको तपाईँले रङ चिन्न सक्नुहुन्न भने पनि तपाईँलाई ड्राइभिङ लाइसेन्स दिँदैन है। यदि तपाईँ कलर ब्लाइन्ड हुनुहुन्छ, कलर भिजन तपाईँले चिन्नुहुन्न भनेपछि तपाईँले ड्राइभिङ लाइसेन्स चाहिँ पाउनुहुन्न है। त्यही भएर क र ख आन्सर हुन्छ। 14 सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्छ? स्कुले विद्यार्थीलाई, शारीरिक अपाङ्गता भएका व्यक्तिलाई, बुढाबुढीलाई, माथिका सबै। यसको सही आन्सर हुन्छ एकदम सजिलो अप्सन घ, माथिका सबै है, सबैलाई प्राथमिकता दिनुपर्छ। 15 ओभरटेक गर्न अगाडिको सवारीलाई सङ्केत दिनुपर्छ। कसरी सङ्केत दिनुपर्छ? हेडलाइट बालेर, हर्न बजाएर, साइडलाइट बालेर, माथिका सबै। यसको सही आन्सर हुन्छ एकदम सजिलो अप्सन घ, माथिका सबै। ओभरटेक गर्न अगाडिको सवारीलाई सबै गरिन्छ है। जस्तै हेडलाइट पनि बालिन्छ हैन, झिपझिप गराउने हुन्छ नि, त्यो बालिन्छ, हर्न पनि बजाइन्छ, साइडलाइट पनि बालिन्छ है, साइडलाइट बालेर यो रहेको छ। त्यसपछि 16 पैदल यात्रीले कुन स्थानबाट बाटो काट्नु पर्दछ? जेब्रा क्रसिङ, सब वे, आकाशे पुल, माथिका सबै। यसको पनि सही आन्सर रहेको छ माथिका सबै। जेब्रा क्रसिङबाट काट्ने, सब वे भन्ने हुन्छ त्यसबाट काट्ने, आकाशे पुलबाट जाने, आकाशे पुल छ भने है। अर्को प्रश्नतिर जाउँ। सहरी इलाकामा सवारी चलाउँदा के गर्नुपर्दछ? 17 नम्बरको क्वेसन। गति सीमित गर्नुपर्दछ, गति बढाउनु पर्दछ, सवारी रोक्नु पर्दछ, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन क, गति सीमित गर्नु पर्दछ। क्वेसन नम्बर 18 आपतकालीन सवारी कुन हो? सेतो नम्बर प्लेटका सबै सवारी, कूटनीतिक सवारी, सब वाहन, दमकल र एम्बुलेन्स, हरियो नम्बर प्लेटको सवारी। यसको सही आन्सर हुन्छ अप्सन ग, सब वाहन, दमकल र एम्बुलेन्स आपतकालीन सवारी हुन्। क्वेसन नम्बर 19 आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्दछ? गति बढाउने, हर्न बजाउने, साइड नदिने, स्लो गरी साइड दिने। यसको सही आन्सर हुन्छ अप्सन घ, स्लो गर्ने अनि साइड दिने। अर्को प्रश्न 20 नम्बर जेब्रा क्रसिङको रेखाङ्कन कुन रङले गरेको हुन्छ? सेतो र कालो, पहिलो र सेतो, कालो र पहिलो, पहिलो र निलो। यसको सही आन्सर हुन्छ अप्सन क, सेतो र कालो। यो जान्नु होला, यो इम्पोर्टेन्ट प्रश्न हो है, यो आइरा हुन्छ है। क्वेसन नम्बर 21 टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ? सकभर लो गियरमा चलाउने, स्पिड कम गर्ने, टर्निङ अगाडि नै 2-3 पटक हर्न बजाउने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। टर्निङ भनेको मोड हुन्छ नि, मोड्दाखेरि चाहिँ हामीले सबै काम गर्नुपर्छ है। स्लो गियरमा, सानो गियरमा चलाउनु पर्यो, स्पिड कम गर्नै पर्यो, त्यसैले टर्निङ अगाडि नै 2-3 पटक हर्न बजाउने, गाडी आइरहेछ कि भनेर हर्न पनि बजाउनु पर्यो, माथिका सबै आन्सर हुन्छ घमा टिक लगाउनु पर्यो तपाईले। 22 नम्बर सवारी साधन दायाँ मोड्दा के गर्नुपर्दछ? बायाँ साइड लाइट दि मोड्ने, हेडलाइट बाली मोड्ने, दायाँ साइड लाइट दि मोड्ने, माथिका कुनै पनि होइनन्। यसको सही आन्सर हुन्छ अप्सन ग, दायाँ साइड लाइट दि मोड्ने। 23 नम्बरमा छ साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ? स्पिडमा गाडी ल्याएर पस्ने, मेन रोडको बिचमा गाडी रोक्ने, सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने, सिग्नल नदिई पस्ने। यसको सही आन्सर हुन्छ अप्सन ग, सिग्नल दिँदै सुरक्षित स्थानमा प्रवेश गर्ने अथवा पस्ने। 24 नम्बर
लुकिङ ग्लास कुन समयमा हेर्नुपर्दछ? ओभरटेक गर्दा मात्र हेर्ने, ब्याक गर्दा मात्र हेर्ने, दायाँ अथवा बायाँ मोड्दा मात्र हेर्ने, माथिका सबै अवस्थामा हेर्ने। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै अवस्थामा हेर्ने, घ आन्सर। 25 नम्बर, कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन? मूल सडकमा, ट्राफिक जाम भएको क्षेत्रमा, विद्यालय र अस्पताल नजिक, नारा जुलुस भएको ठाउँमा। यसको सही आन्सर हुन्छ अप्सन ग, विद्यालय र अस्पताल नजिक। 26, मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो? बिस्तारै चलाउने, क्याप लगाउने, ओभरटेक नगर्ने, हेलमेट लगाउने। यसको सही आन्सर हुन्छ अप्सन घ, हेलमेट लगाउने। 27, पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ? चक्का चिप्लने, ब्रेक नलाग्ने, पैदल यात्रुलाई हिलो छ्याप्ने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। त्यसपछि 28, आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ? ब्रेक लाइटबाट, चालकको इसाराबाट, साइलेन्सरमा धुवा कम भएबाट, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन क, ब्रेक लाइटबाट है। ब्रेक लाइट, अगाडि चाहिँ गाडी अलि स्लो भइरहेछ भन्ने कुरा तपाईँले ब्रेक लाइट, लाइट बल्ब छ पछाडि हेर्नुपर्ने हुन्छ, त्यसबाट चाहिँ थाहा पाउन सकिन्छ। 29 नम्बर, दुई पाङ्ग्रे सवारी साधनमा कतिजनाले यात्रा गर्न मिल्छ? 1, 2, 3 सङ्ख्या तोकिएको छैन। यसको सही आन्सर हुन्छ 2 जनाभन्दा बढी मिल्दैन। त्यसपछि अर्को 30 नम्बर, कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन? जेब्रा क्रसिङमा, अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा, कुहिरो लागेको बेलामा, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। 31, मोटरसाइकल चलाउनु पूर्व कुन कुन कुरामा ध्यान दिनुपर्दछ? सवारी अवस्था हेर्ने, इन्धन कति छ भनेर चेक गर्ने, क्लच र एक्सिलेटरको अवस्था चेक गर्ने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। क्वेसन खासै गाह्रो छैन, सजिलो सजिलो क्वेसनहरू छ, कुनै कुनै चाहिँ अलिकति गाह्रो हुन्छ भने प्राय क्वेसनहरू सजिलो हुन्छ है त। विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुँदैन? हर्न बजाउन, तीव्र गतिमा गाडी चलाउन, ओभरटेक गर्न, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। हेर्न सक्नुहुन्छ कति सजिलो क्वेसन छ, यस्तै यस्तै क्वेसनहरू हुन्छ। अब अर्को छ, वर्गाकार ट्राफिक चिन्हले के जनाउँछ? सूचनामूलक, सचेतनामूलक, प्रतिबन्धात्मक, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन क, सूचनामूलक। क्वेसन नम्बर 34, रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत दिनुपर्दछ? हेडलाइट र हाइड र डिम गरेर, इन्डिकेटर बालेर, इन्जिन रेस गरेर, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन क, हेडलाइट हाइड र डिम गरेपछि तपाईँको थाहा हुन्छ। अर्को प्रश्न रहेको छ, गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्दछ? दायाँबाट, बायाँबाट, पछाडिबाट, माथिका कुनै पनि होइनन्। यसको सही आन्सर हुन्छ अप्सन क, दायाँ साइडबाट। 36, लेन अनुशासन भनेको के हो? जेब्रा क्रसिङमा रोक्ने, आफ्नो लेनबाट मात्र सवारी चलाउने, रातो बत्तीमा रोक्ने, मादक पदार्थ सेवन नगर्ने। यसको सही आन्सर हुन्छ अप्सन ख, आफ्नो लेनबाट मात्र सवारी चलाउने। 37, कुन कुन सवारीमा गति सीमित हुँदैन? दमकल, एम्बुलेन्स, विशिष्ट सवारीमा, पर्यटक सेवाको सवारीमा, रातो नम्बर प्लेटका सवारीमा, कूटनीतिक सवारीमा। यसको सही आन्सर हुन्छ अप्सन क, दमकल, एम्बुलेन्स र विशिष्ट सवारीमा। फुटपाथ किन बनाइएको हो? जाम भएमा मोटरसाइकल कुदाउन, छेउछाउका घर पसलहरूमा जोगाउन, पैदल यात्री हिँड्न, निर्माण सामग्री राख्न। यसको सही आन्सर हुन्छ अप्सन ग, पैदल यात्री हिँड्न। 39, ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नुपर्दछ? यसमा छ, गल्ती छैन भनी जिद्दी गर्ने, ट्राफिक प्रहरीलाई छलेर भाग्ने, नम्रतापूर्वक गल्ती महसुस गर्ने, गाडी छोडेर भाग्ने। यसको सही आन्सर हुन्छ अप्सन ग, नम्रतापूर्वक गल्ती महसुस गर्ने। त्यसपछि 40 मा हेरौँ, सडकको रेखाङ्कन कुन कुन रङको प्रयोग गरिन्छ? सेतो र पहेँलो, हरियो र पहेँलो, नीलो र रातो, कालो र पहेँलो। यसको सही आन्सर हुन्छ अप्सन क, सेतो र पहेँलो। यो पनि तपाईँले ख्याल गर्नुहोला, यो पनि आउन सक्ने प्रश्न रहेको छ। त्यस्तै गरी साइड 41 नम्बरमा, साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन? सवारी साधनको गति बढाउन, मेन रोडको बीचमा गाडी रोक्न, सिग्नल नदिई प्रवेश गर्न, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ग, माथिका सबै। 42, अग्नि नियन्त्रक यन्त्र भनेको के हो? इन्जिन चिसो पार्न प्रयोग गरिने, जाडोमा पाटपुर्जा हिट गर्न प्रयोग गरिने, आगो बाल्न प्रयोग गरिने, आगो निभाउन प्रयोग गरिने। यसको सही आन्सर हुन्छ आगो निभाउन प्रयोग गरिने, अप्सन घ आन्सर। 43, मोटरसाइकल हाँकिरहेको बेला मोटरसाइकलको घन्टी लगातार बज्यो भने के गर्नुपर्छ? सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु। ख, किनारामा साइड लगाई फोन उठाउँछु र हेलमेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु। सडकमै रोकेर फोन उठाउँछु र कुरा सकिएपछि फेरि हिँड्छु। आवश्यकता अनुसार माथिका सबै गर्छु। यसको सही आन्सर हुन्छ अप्सन क, सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु। तपाईँले चाहिँ यो एन्सर रहेको छ क। 44, तपाईँको सवारी पछाडिबाट एम्बुलेन्स आएमा के गर्नुहुन्छ?
गाडी रोक्ने, साइड दिने, स्पिड बढाउने, ओभरटेक गर्ने। यसको सही आन्सर हुन्छ अप्सन ख साइड दिने, ख आन्सर। सवारी चालक 45 सवारी चलाउँदा के गर्नु हुँदैन? मोटरसाइकल मोबाइलमा कुरा गर्नु हुँदैन, मादक पदार्थ सेवन गर्नु हुँदैन, जथाभावी ओभरटेक गर्नु हुँदैन, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ग माथिका सबै। त्यसपछि अर्को प्रश्न 46 नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो? अप्सन क कार, बस, मोटरसाइकल, ई रिक्सा। यसको सही आन्सर हुन्छ अप्सन ग मोटरसाइकल। 47 मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्दछ? क्लच, हेडलाइट, फुट ब्रेक, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन क क्लच। 48 उकालो र ओह्रालो जाने मध्ये कुन चाहिँलाई पहिलो प्राथमिकता दिनुपर्दछ? ओह्रालोमा गइरहेको सवारीलाई, उकालोमा गइरहेको सवारीलाई, जसले दिए पनि हुन्छ, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ख उकालोमा गइरहेको सवारीलाई। यो पनि ख्याल गर्नुपर्ने कुरा हो र महत्त्वपूर्ण प्रश्न पनि रहेको छ। हाम्रो दैनिक जीवनमा काम लाग्ने प्रश्न हो। जस्तै गाडी उकालोमा गइरहेछ भने उकालोमा ओह्रालोमा आइरहेको गाडीले चाहिँ प्राथमिकता दिनुपर्छ, साइड दिनुपर्छ है उकालोमा गइरहेको गाडीलाई। अर्को प्रश्न जाउँ। 49 सवारी साधन बायाँ मोड्दा के गर्नुपर्दछ? बायाँ साइड लाइट दिई मोड्ने, हेडलाइट बाली मोड्ने, दायाँ साइड लाइट दिई मोड्ने, माथिका कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन क बायाँ साइड लाइट दिई मोड्ने। 50 मोटरसाइकल चलाउँदा के अनिवार्य हुन्छ? चस्मा, ज्याकेट, सेल्फी बेल्ट, हेलमेट। यसको सही आन्सर हुन्छ अप्सन ग हेलमेट। प्रश्न नम्बर 51 सवारीलाई मोड्दा कुन बत्ती बाल्नुपर्छ? फग लाइट, हेडलाइट, ब्रेक लाइट, साइड लाइट। यसको सही आन्सर हुन्छ साइड लाइट। 52 सवारी चालकले कस्तो अवस्थामा सवारी चलाउनु हुँदैन? देख्ने शक्ति राम्रो नभएको अवस्थामा, थाकेको अवस्थामा, मदिरा सेवन गरेको अवस्थामा, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै। 53 सडक पार गर्दा कसरी गर्नुपर्दछ? दौडेर पार गर्नुपर्दछ, हिँड्दै अडिँदै गरेर एउटै गतिमा हिँडेर पार गर्नुपर्छ, जेब्रा क्रसिङबाट बिस्तारै पार गर्नुपर्छ। यसको सही आन्सर हुन्छ अप्सन घ जेब्रा क्रसिङबाट बिस्तारै पार गर्नुपर्छ। 45 कुन स्पिडमा तुलनात्मक रूपमा इन्धनको खपत हुन्छ? स्लो स्पिडमा गाडी चलाउँदा, मिडियम स्पिडमा चलाउँदा, हाई स्पिडमा चलाउँदा, स्लो र मिडियम स्पिडमा चलाउँदा। यसको सही आन्सर हुन्छ तपाईको अप्सन ग हाई स्पिडमा चलाउँदा। 55 इलेक्ट्रिक स्कुटरले तलका मध्ये के गर्नुपर्दछ? सवारी दर्ता गर्नुपर्दछ, सवारी चालक अनुमति पत्र लिनुपर्दछ, हेलमेट लगाएर मात्र चलाउनु पर्दछ, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै है। 56 साइड रोड भनेको कस्तो सडक हो? सडकको दाहिनेतिर भएको सानो सडक, मेन रोडको बीचको सडक, सडकको बायाँतिरको सडक, मूल सडकमा जोडिने साना सडक। यसको सही आन्सर हुन्छ अप्सन ग मूल सडकमा जोडिने साना सडक है। साइड रोड भनेको सानो सडक, मेन रोड हुन्छ, मेन रोडबाट सानो रोड जोड्या छ भने त्यसलाई साइड रोड भन्दो रहेछ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ 57 ओभरटेक भइरहेको बेला सवारी कुन गियरमा राख्नु पर्दछ? 1 नम्बर गियरमा, टप गियरमा, जुन गियरमा ओभरटेक सुरु भएको त्यसैमा जुनसुकैमा पनि राख्दा हुन्छ। यसको सही आन्सर हुन्छ 1 गियरमा है, सकभर 1 गियरमा, सकभर, किनकि सजिलो हुन्छ नि त ओभरटेक गर्दाखेरि। ठुलो गियरमा भए स्टार्ट बन्द हुने सम्भावना हुन्छ, समस्या आउन सक्छ। 58 सवारीको सुरक्षा भन्नाले केलाई बुझाउँछ? बाटोमा गरिने पार्किङ, सवारीलाई न्युट्रलमा राख्ने, सवारीको लक गर्ने, ओह्रालोमा गरिने पार्किङ। यसको सही आन्सर हुन्छ अप्सन ग सवारीको लक गर्ने। त्यस्तै गरी अर्को प्रश्न रहेको छ यहाँनिर, अर्को प्रश्न रहेको छ 59 मा के कारणले गर्दा मोटरसाइकल बढी दुर्घटना हुने गर्दछ? अनियन्त्रित गतिमा चलाउँदा, ट्राफिक नियमको पालना नगर्दा, ओभरटेक कन्फिडेन्ट नहुँदा, माथिका सबै। यसको सही आन्सर हुन्छ माथिका सबै। 60 नम्बर सडकको किनारा कस्तो रङले मार्किङ गरेको हुन्छ? कालो, रातो, पहेँलो, सेतो। यसको सही आन्सर हुन्छ अप्सन ग पहेँलो। यो पनि आउन सक्छ है, यस्तो खालको आइरहेको हुन्छ एउटा रङवालो। 81 मोटरसाइकल रोक्दा के गर्नुपर्दछ? दुवै ब्रेक एकैचोटि लगाउने, गियर डाउन गर्ने, क्लच लिने, फुट ब्रेक लगाउने। यसको सही आन्सर हुन्छ अप्सन क दुवै ब्रेक एकैचोटि लगाउने। 62 मोटरसाइकलमा सबैभन्दा महँगो पार्ट कुन हो? इन्जिन, डिस्क प्याड, चेन स्प्याकेट, क्लच प्लेट। यसको सही आन्सर हुन्छ अप्सन क इन्जिन है, इन्जिन सबभन्दा महँगो। 63 सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनुपर्दछ? अगाडिको सवारी कता जाँदैछ हेर्ने, सकभर आफ्नो लेनमा सवारी चलाउने, आफ्नो पछाडिको सवारीको गति हेर्ने,
माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै है। ड्राइभर हुन पनि त्यति सजिलो छैन, गाह्रो छ है। जस्तै तपाईले आफूले राम्रोसँग चलाउँदै पनि अगाडिबाट आएर हान्दिन सक्छ, पछाडिबाट आएर हान्दिन सक्छ है। यस्तो हुन्छ क्या। जस्तै अगाडिको कता जाँदैछ त्यो पनि हेर्नु पर्यो, आफ्नो स्पिड हुन्छ हैन। अगाडिको दायाँतिर गइरहेछ भने हामीलाई थाहा हुँदैन स्पिड गइरहेछ भन्ने जस्तो लाग्छ, झ्याप्प ठोकिन सक्छ। खमा भनेको सकभर आफ्नो लेनमा गाडी चलाउने, अर्को लेनमा चलाइरहेछ गाडी आयो भने हान्यो हैन। त्यसपछि आफ्नो पछाडिको सवारीको गति हेर्ने है। पछाडिबाट आएर पनि हान्दिन सक्छ, आफू स्लो छ तर गाडी स्पिड सुरुमा चाहिँ आफू स्पिड नै छ, पछाडिको गाडी पनि स्पिड छ, आफूले बिस्तारै स्लो गरियो भने त्यस्तो अवस्थामा पनि हान्न सक्छ, त्यो पनि ख्याल गर्नुपर्छ। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै है। सरी। अब अर्को जाउँ। 63 सक्यो हाम्रो हैन। 64 मा जाउँ। पछाडिबाट आइरहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु हुँदैन? आफ्नो गाडीको गति बढाउन, हर्न बजाउन, आफ्नो सवारी स्लो नगरी साइड दिन, माथिका सबै। यसको सही आन्सर पनि माथिका सबै है। अर्को प्रश्न जाउँ। मोटरसाइकलको मुख्य काम के हो? सरसामान बोक्ने, छिटो छरितो यात्रा गर्ने, यात्रु ओसार्ने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ख छिटो छरितो यात्रा गर्ने। 66 सवारी आगमनलाई नियमन गर्ने सरकारी निकाय कुन हो? आवागमनलाई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, कर ख दुवै, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन ग कर ख दुवै है। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी दुवै नै हो। त्यस्तै गरी अर्को 67 पानीमा चक्का डुबेमा कुन गियर लगाउनु पर्दछ? 1, 2, ब्याक गियर, 3 गियर। यसको सही आन्सर हुन्छ अप्सन क 1 नम्बर गियर लगाउनु पर्दछ। हामीले चाहिँ मोटरसाइकल र स्कुटरको पढिरहेछौँ, त्यसैले 1 नम्बर गियरमा हुने भयो है त। गाडीको भएपछि ब्याक गियरमा हालेर पनि निकाल्न सकिन्थ्यो भने यसमा 1 नम्बर गियर हुन्छ। 68 हर्नको प्रयोग कसरी गर्नुपर्दछ? हर्न भनेको हो, हर्न लेखेको हुन्छ, हामी चाहिँ हर्न भन्छौँ अलि प्रायले। नाभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने, हर्न बजाउँदै कुदाउने, हर्न धेरै बजाएमा ब्याट्री सकिने हुँदा थोरै बजाउने, हर्न बजाउँदै नबजाउने। यसको सही आन्सर हुन्छ अप्सन क नाभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने हैन। धेरै ठाउँमा हर्न निषेधित क्षेत्र भनेर लेखेको हुन्छ नि, त्यही कारण हो कि ध्वनि प्रदूषण हुन्छ, साउन्ड पोल्युसन हुन्छ भनेर हर्न चाहिँ जहाँ आवश्यक छ त्यही मात्रै चलाउनु पर्छ क्या, यो कुरा बुझ्नु पर्यो। 69 सडक पार गर्दा कसलाई प्राथमिकता दिइरहनु पर्दैन? स्कुले विद्यार्थीलाई, शारीरिक अशक्तलाई, बुढाबुढीलाई, निजी सवारीलाई। यसको सही आन्सर हुन्छ अप्सन ख निजी सवारीलाई। अरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ है। अझ तपाईले यो प्रश्नमा झुकिने कस्तो हुन्छ भने कुनलाई प्राथमिकता दिनुपर्छ भन्ने जस्तो लाग्छ हैन। तपाईले प्रश्न चाहिँ राम्रोसँग हेर्नु होला। 70 तपाईको सवारी पछाडि दमकल आएमा के गर्नुहुन्छ? गाडी रोक्ने, साइड दिने, स्पिड बढाउने, ओभरटेक गर्ने। यसको सही आन्सर हुन्छ अप्सन ख साइड दिने है। 71 सार्वजनिक सवारी साधनमा कति जनासम्मले यात्रा गर्न मिल्छ? 15, 20, 30 जनाले। सिट संख्या बराबर। यसको सही आन्सर हुन्छ जति सिट छ त्यति है, यहाँनिर रहेको छ। त्यस्तै गरी 72 नम्बर कस्तो अवस्थामा सवारी साधन चलाउँदा एक आपसको दूरी बढी राख्नु पर्दछ? सवारी भएको बेलामा, घाम लागेको बेलामा, पानी नपरेको बेलामा, हुस्सु र कुहिरो लागेको बेलामा। यसको सही आन्सर हुन्छ हुस्सु र कुहिरो लागेको बेलामा तपाईको दूरी सवारीको अलि बढी बनाउनु पर्छ, किनकि थाहा हुँदैन है, हुस्सुले नदेखिन सक्छ। 73 भिआइपी सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नु पर्दछ? रोकेर साइड दिने, हर्न बजाउने, गाडी स्लो गर्ने, माथिका सबै। यसको सही आन्सर रहेको छ अप्सन घ माथिका सबै। भिआइपी भनेको ठुलो मान्छेहरू, जस्तै नेताहरू हुन सक्छ हैन, देशको मन्त्रीहरू हुन सक्छ, त्यसै गरी सेलिब्रिटीहरू हुन सक्छ हैन, खेलाडीहरू हुन सक्छ, यस्तालाई अलि भिआइपी भन्छ र यसको लागि चाहिँ माथिका सबै भनेको छ है त। त्यस्तै गरी 74 नम्बर रहेको छ तलका मध्ये कुन सवारी सडकमा घुर्दैन? रेल, प्लेन, पानीजहाज, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै है। कहिलेकाहीँ झुक्केर तपाईले प्लेन भनेर लाउन सक्नुहुन्छ है, प्लेन भएन, सबै हो यी सबै। रेल पनि घुर्दैन, सडकमा कहाँ घुर्छ? रेल त पटरीमा घुर्छ हैन, प्लेन आकाशमा घुर्छ, पानीजहाज पानीमा घुर्छ, त्यसैले सडकमा घुर्ने सबै हो है, माथिका सबै भन्नु पर्यो। 75 लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन? ओभरटेक गर्दा, ब्याक गर्दा, दायाँ बायाँ मोड्दा, जेब्रा क्रसिङ गर्दा। यसको सही आन्सर हुन्छ अप्सन घ जेब्रा क्रसिङ गर्दा। त्यसै गरी सवारी चलाउनु पूर्व कुन कुन कुरामा ध्यान दिनुपर्छ? सवारीको अवस्था, इन्धन, क्लच र एक्सिलेटर, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै। हेर्न सक्नुहुन्छ धेरै प्रश्न दोहोरिएको जस्तो छ, अलिकति प्रश्न घुमाएर फरक टाइपले दिएको छ कि, अगाडि अलिकति फरक टाइपले दिएको छ भने यहाँ अलि फरक टाइपले दिएको छ, तर प्रश्न एउटै हो, त्यो दिएको छ। अब 77 नम्बर जेब्रा क्रस सडकको कुन भागमा राख्नु पर्दछ? मुख्य चोकमा, प्रत्येक चोकमा, चोक बाहेक अरू भागमा, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन क मुख्य चोकमा राख्नु पर्दछ जेब्रा क्रस। 78 कस्तो ठाउँमा सवारी गति कम गर्नु पर्दछ? दोबाटो, चौबाटो, बाक्लो बस्ती भएको ठाउँ, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ माथिका सबै। अर्को 79 ओह्रालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ?
हेडलाइट बाल्दा, क्लच थिच्दा, ब्रेक बिस्तारै लगाउँदा कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन ग, बिस्तारै ब्रेक लगाउँदा है, बिस्तारै ब्रेक लगाउँदा। 80 नम्बर, कुन सवारी साधनको चालकले यात्रा गर्दा ब्लुबुक बोकिरहनु पर्दैन? मोपेड, स्कुटर, मोटरसाइकल, गियरवाला साइकल। यसको सही आन्सर हुन्छ एकदम सजिलो अप्सन ग, गियरवाला साइकल। 81 नम्बर, 1 नम्बर गियरमा मोटरसाइकल चलाउन उपयुक्त सडक कुन हो? उकालो, तेर्सो सडक, घुमाउरो सडक, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन क, उकालो सडक। उकालो सडकमा 1 गियरमा चलाउनुपर्छ। 82, कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्न हुँदैन? कालोपत्री नगरेको ग्राभेल सडक, रुट कायम नभएको पहाडी सडक। यसको सही आन्सर हुन्छ अप्सन क, रुट कायम नभएको। त्यस्तै गरी अर्कोमा जाउँ हामी। एकदम सजिलो प्रश्नहरू छ र महत्त्वपूर्ण प्रश्नहरू पनि छ है। कुन सवारी साधन चलाउँदा हेलमेटको प्रयोग अनिवार्य छैन? मोटरसाइकल, स्कुटर, इलेक्ट्रिक साइकल, मोपेड। यसको सही आन्सर हुन्छ अप्सन ग, इलेक्ट्रिक साइकल है, इलेक्ट्रिक साइकल। अर्को प्रश्न 84, सुरक्षित पार्किङ भन्नाले के बुझ्नुहुन्छ? नो पार्किङ, पार्किङमा पार्किङ, पार्किङ स्थलमा पार्किङ, खाली स्थानमा पार्किङ, सडकमा पार्किङ। यसको सही आन्सर हुन्छ अप्सन ख, पार्किङ स्थलमा पार्किङ। 85, बाक्लो, कुहिरो र हुसो लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नु पर्दछ भनेको छ। यसमा चाहिँ अप्सन क मा हेडलाइट, ब्रेकलाइट, फग लाइट, साइड लाइट। यसको सही आन्सर हुन्छ अप्सन ग, फग लाइट है, फग लाइट। कुहिरो लागेको बेला फग लाइट बालिन्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ 86, सवारी साधनको पछाडिको रातो बत्ती कुन अवस्थामा बल्छ? एक्सिलेटर बढाउँदा, क्लच थिच्दा, हर्न बजाउँदा, ब्रेक लगाउँदा। यसको सही आन्सर हुन्छ अप्सन घ, ब्रेक लगाउँदा। यो प्रश्न आइसकेको छ तर अलिकति फरक टाइपले आएको छ के, उस्तै उस्तै प्रश्न छ, त्यही प्रश्न हो। 87, विद्युतीय सवारीमा तलका मध्ये कुन पर्दैन? ई रिक्सा, ट्रली बस, ग्यास टेम्पो, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ग, ग्यास टेम्पो है, विद्युतीय सवारीमा पर्दैन। 88 नम्बर, अस्पताल वा विद्यालय नजिक सवारी चलाउँदा कसरी चलाउनुपर्छ? सतर्कपूर्वक, बिस्तारै, हर्न नबजाई, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै। 89, उकालोमा गाडी रोक्दा के गर्नु पर्दछ? ओभरटेक गर्ने, पहिलो गियरमा रोक्ने, ह्यान्ड ब्रेक लगाउने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन घ, माथिका सबै है, माथिका सबै। यो चाहिँ ह्यान्ड ब्रेक गाडीको कुरा गर्यो तर गाडीको यस्तो टाइपको पनि आउँछ कि कहिलेकाहीँ बाइक र मोपेडमा चाहिँ खासै यस्तो हुँदैन होइन, गाडीमा हुन्छ, ह्यान्ड ब्रेक हुन्छ गाडीमा होइन। यही नै रहेको छ। अब अर्को जाउँ 90 नम्बरमा। आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिँदैन है? सकिँदैन भनेको छ, अगाडि सकिन्छ भनेको थियो, अहिले सकिँदैन। ब्रेक लाइटबाट, चालकको इसाराबाट, साइलेन्सरमा धुवा कम भएबाट, मोबाइल फोनबाट। यसको सही आन्सर हुन्छ अप्सन क, मोबाइल फोनबाट है त है, मोबाइल फोनबाट। किनकि ब्रेक लाइटबाट थाहा हुन्छ, चालकको इसाराले पनि थाहा हुन्छ अगाडिको गाडी चाहिँ स्पिड कम हुँदैछ भन्ने कुरा हात दिएपछि। त्यसपछि साइलेन्सरमा धुवा कम भएबाट होइन, त्यसपछि मोबाइल फोनबाट भन्ने छ, मोबाइल फोनबाट नै हुन्छ। 91, सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ? राम्रो देखाउन, ट्राफिक प्रहरीको कारबाहीबाट बच्न, दुर्घटना कम भए क्षति होस् भने, माथिको सबै। यसको सही आन्सर हुन्छ अप्सन ग, दुर्घटना कम भएर क्षति कम होस् भनेर रहेको छ है त। अब 92 नम्बरमा जाउँ। टी जक्सन आइपुग्न लाग्दा सवारी के गर्नुपर्छ? दायाँ बायाँ सवारी पास हुन दिने, सवारी रोक्ने, गति कम गरी बाटो सुरक्षित भएपछि मात्र हिँड्ने, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ग, गति कम भएपछि, बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने। 93, घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ? घुमेर, सिधा, दुवैले, कुनै पनि होइन। यसको सही आन्सर हुन्छ अप्सन क, सिधा जानेले पाउँछ है, घुमेर भन्दा सिधा जानेले। त्यसपछि अर्को छ प्रश्न 94 मा। सडकमा ट्राफिक बत्तीहरू कुन क्रमले बल्दछन्? हरियो रातो पहिलो, रातो हरियो पहिलो, हरियो रातो पहिलो, पहिलो हरियो रातो। अप्सन ग आन्सर हुन्छ यसको, हरियो पहिलो रातो। यो पनि ख्याल गर्नुपर्ने कुरा हो, तपाईँले ट्रायल दिँदाखेरि चाहिन्छ यो है। पहिला हरियो बल्छ, त्यसपछि पहिलो बल्छ, त्यसपछि रातो बल्छ है, यो कुरा ख्याल गर्नुपर्छ। अर्को नम्बर छ 95, फग लाइट कस्तो रङको हुन्छ? रातो, पहेँलो, हरियो, सेतो। यसको सही आन्सर हुन्छ अप्सन ख, पहेँलो हुन्छ है, भर्खरै हामीले पढ्यौँ, पहेँलो हुन्छ, पहिलो हुन्छ, त्यसैले कुहिरोमा देखिन्छ क्या यो पहिलो भएर। त्यसपछि 96, ब्लुबुक कहाँ राख्नुपर्छ? घरमा, यातायात कार्यालयमा, चालकसँग, जहाँ राखे पनि हुन्छ। यसको सही आन्सर हुन्छ अप्सन ग, चालकसँग आफैले लिनुपर्छ है ब्लुबुक। 97, मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्छ? क्लच, ब्रेक, एक्सिलेटर, माथिका सबै। यसको सही आन्सर हुन्छ अप्सन ख, ब्रेक। हेर्न सक्नुहुन्छ मोटरसाइकल दायाँ खुट्टाले है, दायाँ खुट्टाले ब्रेक चाहिँ नियन्त्रण गर्छ, ब्रेक हुन्छ दायाँतिर। 98, मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्छ भनेको छ है, सरी बायाँ खुट्टाले, क्लच, ब्रेक, एक्सिलेटर, गियर। यसको सही आन्सर हुन्छ अप्सन घ, गियर हुन्छ बाइकमा।
49 नम्बर 49 आयो। दुई पाङ्ग्रे सवारीमा बायाँ हातले के नियन्त्रण गर्छ? क्लच, ब्रेक, एक्सिलेटर, क र ख दुवै। यसको सही एन्सर हुन्छ अप्सन ख, क र ख दुवै। दुई पाङ्ग्रे सवारीमा बायाँ हातले, दायाँ नै कि बायाँ हातले, क र ख भनेको क क्लच हुन्छ अनि ख भनेको ब्रेक हुन्छ। ल क र ख दुवै ब्रेक। अलिकति मिस्टेक भएको जस्तो माने मैले यो। दुई पाङ्ग्रे सवारीमा बायाँ हातले है, यो क्लच त भइहाल्यो हैन, क्लच हुन्छ एउटा। त्यसपछि ब्रेक भन्यो, एक्सिलेटर दायाँपट्टि हुन्छ। ल ठिक छ यो। अर्को अन्तिममा छ 100 नम्बरमा दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ? क्लच, ब्रेक, एक्सिलेटर र क र ग दुवै। यसको सही एन्सर हुन्छ अप्सन क, क र ग दुवै। दुई पाङ्ग्रे सवारीमा दायाँ हातमा एउटा माथि ब्रेक हुन्छ, त्यो सोच्नुहोस् हैन। ब्रेक हुन्छ ख नम्बरको अनि ग एक्सिलेटर भन्छ, एक्सिलेटर पनि हुन्छ है। ल त्यो कुरा बुझ्नु पर्यो। यही रहेको छ आज 100 वटा प्रश्नहरू चाहिँ एकदम महत्त्वपूर्ण प्रश्नहरू रहेका छन्। यी प्रश्नहरू तपाईँले जान्नै पर्ने हुन्छ। यदि तपाईँले ड्राइभिङ लाइसेन्सको लिखित पास गर्न चाहनुहुन्छ र ट्रायल निकालेर बाइक चलाउन चाहनुहुन्छ, मजाले चाहिँ बाइक चलाउन चाहनुहुन्छ भने तपाईँले एकदमै आवश्यक महत्त्वपूर्ण प्रश्नहरू रहेका छन् र अरू प्रश्नहरू अझै 400 वटा प्रश्नहरू रहेका छन्। अर्को पार्टमा ल्याउँछु म, किनकि यो भिडियो धेरै लामो भइसकेको छ। अर्को पार्टमा 100 वटा प्रश्न गरेर म भिडियो ल्याउने छु र तपाईँले च्यानललाई सब्स्क्राइब गर्नुहोला। थोरैले सब्स्क्राइब गर्नुभएको छ र भिडियोलाई एक लाइक पनि गर्नुहोला भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।